हेलो दर्शन नमस्ते सम्पूर्णमा फेरि पनि म आइसकेको छु हैन नयाँ भिडियोको साथ र म के भन्न गइरहेको छु भने 2082 लाई बिदाई गर्दै हामी 2083 मा प्रवेश गरिसकेको छौं र सबैजनालाई शुभकामना देश विदेशमा छरिरहनुहुने हाम्रो दाजुभाइ शुभकामना गर्दै आज 1 गते को कता कता जानुभयो के गर्नुभयो हैन कता घुम्न जानुभयो अब एउटा ड्रिम छ होला मान्छेहरुको घुम्न जाने अब 1 गतेमा त प्राय सबैजना मान्छेहरु जान्छ तर म चाहिँ गइन म चाहिँ घरतिरै बसेँ प्राय म यस्तोमा प्राय हैन यस्तै हो सबैजनालाई म त हिजो नि 2 वर्षमा उठेको छु के 2 वर्षमा उठिरहेको छु अब 82 मा सुतेको 83 मा उठ्दा भनेको त अब 2 नै भयो नि त हैन 82 83 2 वर्ष टक्कै त्यस्तो हो अनि तपाईहरु के कहाँबाट आउनुहुन्छ के गर्दै हुनुहुन्छ हुनुहुन्छ होला भन्ने हैन हृदयका साथ सकेको छु त्यही हो धेरै शुभकामना 2082 लाई बिदाई गर्दै हामी 83 मा प्रवेश गरिसकेको छौं र प्रवेश गर्दै गर्दा तपाईहरुको सुख दुःख अनि जति पनि पहिला कामहरु बनेको थिएन अनि हरेक कुराहरु भएको थियो दिमागमा गर्छन् त्यो भइरहेको थियो त्यो कुराहरु सबै जान्छु र फेरि हुने अरे 82 मा राम्रो नभएको कुराहरु 83 मा होस् भन्न चाहन्छु सम्पूर्ण देशवासी अनि नेपाली जनहरुको लागि धेरै धेरै शुभकामना 2082 सालको आउँदै गरेको चाहिँ एकदम शुभकामना छ भन्न चाहन्छु र अब नबनेको भने न मैले नबनेका कामहरु 83 82 मा नबनेको 83 मा हुन्छ र राम्रो हुनेछ र छुटेका पनि 83 तिमी नजिक आउँदा बढ्छ मेरो धड्कन हावा पनि रोकिन्छ सुन्छ मेरो कदम